हेलो गाइज अस्सलाम वालेकुम इट्स मी हिना। आज हामी सौरा जानको लागि मामा माइजू पनि आउनुभएको थियो अनि हामी घुमघामको लागि सौरा जानको लागि बाइकमा सबैजना रेडी भएर हिँड्यौँ। यहाँबाट हाम्रो घरबाट निस्क्यौँ अनि निस्केपछि पदमपुरको जङ्गल आइपुग्यो। पदमपुरको जङ्गल पनि खिच्यो। मैले यति गर्दै क्लिक गर्दै खिचिरहे सबै भिडियो त हाल्ने भएन अनि सबनामले भिडियो बनाइरहेको थियो ब्लग। अनि मामा माइजू म चाहिँ एउटा बाइकमा अनि सबनम मम्मी एउटा बाबा चाहिँ एउटा बाइकमा हुनुहुन्थ्यो। अनि हामी पदमपुरको एकदम लामो जङ्गल थियो कि अनि त्यही भएर यति गर्दै अनि पदमपुरको जङ्गलको पुल पनि आइपुग्यो। वरिपरि एकदम राम्रो भ्यू थियो अनि मलाई निन्दा लागेर हावाले हालेर निन्दा लागेको थियो। त्यसपछि मामाले हाई गर्दै भिडियो बनाउँदै सम्झाउँदै वरिपरि खिचेर त्यसपछि जङ्गल पनि पदमपुरको गेट पनि आइपुग्यो। अनि हामी पदमपुरको गेटबाट भित्र छिर्यौँ अनि यताउता गर्दै भिडियो बनाउँदै पनि छिर्यौँ। त्यसपछि पदमपुरको जङ्गल एकदम लामो भएर आइपुग्यो। बाटो पनि अनि बजारमा आइपुग्यो त्यो गाउँ जस्तोमा। अनि यहाँ भित्र हुँदै गएर हामी भित्र गयौँ। एउटा चौतारा आयो। चौतारापछि बाटै हिँड्यौँ। त्यसपछि टाढीको बाटो जानलाई टाढीको बाटो पनि आइपुग्यौँ हामी। त्यसपछि टाढीबाट सौराको बाटो पनि केही नजिकै थियो अनि गैडा चोक पनि आइपुग्यो। आइपुगेपछि हामी सौरा यहाँबाट सिधा सौरा पुगिन्छ। सौराको बाटो यो चाहिँ अनि सौराको वरिपरिको रेस्टुरेन्ट खिच्यो। गेट पनि आइपुग्यो सौराको। त्यसपछि गेट जानुभन्दा पहिला यता हामी खाजा खानको लागि रोक्यौँ एउटा होटेलमा। त्यसपछि सबैजना झरेर अनि होटेल खोज्यौँ त्यहाँ खाजाको लागि अनि कहाँ हुन्छ भनेर खोज्यौँ। त्यसपछि हामीले शुद्ध खान्छौँ त्यही भएर जहाँ पाए त्यही खाँदैनौँ, त्यसैले खाजाको लागि खोज्यौँ। त्यसपछि एउटा ठाउँ भेटियो समोसा र तरकारी खाने भनेर हामीले यताउता भिडियो नि बनायौँ। अन्त समोसा तरकारी पनि माग्यौँ अनि यहाँबाट जुम गरेर खिचेको त्यो सौराको गेट। समोसा तरकारी सबैजनाले खाएपछि अनि हामी जानको लागि रेडी भयौँ सबैजना। सबैले चिया पनि खाँदै छिटो खाएपछि हामी सौरातिर जान रेडी भयौँ। त्यसपछि सौराको गेट पनि खिची सबनामले यो रेस्टुरेन्टको नामहरू टन्ने रहेछ त्यो पनि खिच्यो। अनि हामी सबैजना बाइकमा चढेर लाग्यौँ। गेट पनि कट्यौँ र पुल पनि आयो। पुलमा त एकदम के अरे हात्तीहरूको कस्तो राम्रो स्टिकर त्यो हुन्छ नि त्यो टालेको रहेछ। अनि यहाँबाट हामी राइट गयौँ अनि यहाँबाट घन्टाघर पनि आयो। घन्टाघर पछि हामी राइट साइड गएपछि रेस्टुरेन्टको नाम त टनाटन कति धेरै हो। अनि सौराको बाटोबाट टुरिस्टहरू पनि हिँडिरहेको रहेछ। अनि रेस्टुरेन्ट खिच्दै जाँदा बिच बाटोमा के अरे सवारी गर्ने गाडी पनि थियो। त्यसपछि घोडा पनि दौडिरहेको थियो। अर्को घोडा पनि आइपुग्यो। घोडामा मान्छेहरू गइरहेको थियो अनि गैडा चोक पनि आयो। गैडा चोकपछि हामी सौराको वरिपरि रेस्टुरेन्ट खिच्यो। कति लामो थियो अनि खिच्दै घोडा बिचमा पनि भेटियो अनि यताउता गर्दै गर्दा सौरा आइपुग्यो। अनि हामी सौराको उता अगाडि पार्किङमा गएर त्यहाँ रोकेपछि हामी सौराको भित्रतिर लाग्नलाई तयारी गर्दै अनि सौरा पनि त्यहाँ देखेको थियो एकदम ठुलो व्हाइटमा ठुलो अक्षरमा। अनि सबनामले भिडियो बनाउँदै थिए। त्यसपछि त्यहाँ म ब्लग पनि बनाउँदै थिएँ अनि वरिपरिको सिनहरू सबै लिए खोलाको सबैको लिए। अनि बाबा मम्मी जाँदै हुन्थ्यो फेरि यताबाट अनि घुम्दै म चाहिँ भिडियो बनाउँदै वरिपरि भिडियो बनाउँदै थिएँ। अनि त्यहाँ यस्तो राम्रो लाइट थियो रातिमा त एकदम राम्रो देखिँदो रहेछ। अनि खोलाको वरिपरि नि लिएपछि म भिडियो फोटो पनि खिचेँ हामीले टन्नै। अनि त्यसै भ्यू एकदम राम्रो आएको थियो। त्यसपछि हामीले सौरालाई बाई गर्दै हामी शिवघाटतिर लाग्यौँ। कस्तो लाग्यो भिडियो भनिदिनु होला। अस्सलाम वालेकुम बाई गाइस। सौरा बाई।